ल फाइनल गाइस आज चाहिँ म बुढी भएर चाहिँ आज बिहा दर्ता सो बिहा दर्ता बनाउन वडा कार्यालयतिर जाँदैछौँ। सो बुढीको नायरता नि बनाउनेवाला छु आज। हेरौँ त्यहाँको नियम कानुन के कस्तो छ। अस्ति पनि दुःख पाइयो वहाँ गएर जानु मात्रै भयो होइन। सो आज चाहिँ पुरै कागजपत्र बनाएर लिएर जानेवाला। आज हामी वडा कार्यालयमा हिँडेको। यति दुःख त पाइएन, छोरा हिँड्दैन भनेर ल्याइएन छोरालाई। भान्जी पछि लाएर आइकेन भान्जीलाई रोएर बिजोग छ। अहिले गइहाल्यो नि त हामीहरू। अहिले दोकान गएर तिमीलाई चाउ बिस्कुट तिमीलाई जे मन लाग्छ त्यो किनिदिन्छौँ है। नरौ है, नरौ है नानु। अहिले तिमीलाई यो उकालोबाट मैले बोक्छु है। ल नरौ। ल होइन त गाइस कति गाह्रो, यस्तो गाह्रो हुन्छ भन्ने थाहा भएको भए मैले घरै छोडेर आउँथेँ नि। हिँड्छु भनेर भन्नु के अरे लिएर आउँदाखेरि ल हिँड्न नसकेर आपत छ। तर केही छैन, मैले जसरी भयो भने बोकेर भयो भने पुऱ्याउँछु। ल हेर्नु त साथीहरू, यो जङ्गलको बाटो हो। हाम्रो वडा कार्यालय एकदमै धेरै टाढा छ। तर के गर्नु न, आइडी प्रुफहरू त बनाउनु पऱ्यो नि होइन। सो बुढीको आज चाहिँ नायरता बनाउन भनेर गएको, काम पनि बन्यो एकदमै छिट्टै भयो है। हाम्रो बिहा दर्ता नि भर्खरै बनाएको। अब नायरता बनाएपछि त अब कामहरू एक हिसाबले पुरै सकियो भन्ने नि हुन्छ होइन। सो हेर्न सक्नुहुन्छ यस्तो जङ्गल छ। यो जङ्गलको बाटो अब हामीहरू पारी जाने हो। गाह्रो छ है, नजिकै हुनुपर्ने कार्यालय धेरै टाढा रहेछ। ल फाइनली गाइस हामीहरू चाहिँ उकालो चाहिँ सकियो। अब चाहिँ पानी पिउन पर्यो भनेर यो कुवामा आएको। हेर्न सक्नुहुन्छ, हेर्न त भान्जी रोएर किन रोको ल पानी पिउनु पर्यो अब होइन गाइस। पानी चाहिँ यहाँ यस्तो कुवाबाट निकाल्ने छ। हेर्दाखेरि कालो जस्तो भने पानी चाहिँ सफा छ है।